आडमा मेरो कान्छा काका जत्रै 13-14 वर्षका केटा छन्। उनी पनि सिँगारिएर बसेका छन्। उनको अनुहारको नक्सा तन्द्रामा डुबेका मेरा दिमागले कोर्न सकेनन्। मैले कोर्ने प्रयत्न पनि गरिनँ। ती केटालाई बाआमाले भगवानलाई चाहिँ पूजा गर्ने भयो। मलाई पनि पूजा गर्न लगाउनु भयो। कतै यी भगवान त होइनन्? मैले आमालाई सोधेँ, आमा यी भगवान हुन्? आमा हाँस्नुभयो। हाँस्नुको अर्थ दुवै हुन्छ, हो पनि होइन पनि। जेसुकै हुन्, लुगा र गहनाको भारीले हो वा उफ्रिरहनु पर्ने, चलिरहनु पर्ने मान्छेलाई एकै ठाउँमा बसिरहनु परेर हो। म त्यसै थाके जस्तै भएँ। रात धेरै छिप्पिएर पनि होला आँखा लुलाउन थाले। म तन्द्रामा डुब्न थाले। सबै हल्लाखल्ला सपनामा सुने जस्तो खलबल मात्र लागिरह्यो। म त आमाको काखमा निदाएछु। बेला बेला आमाले उठाउनुहुन्छ र हात समाएर कुनै के गर्न लगाउनुहुन्छ। कहिले यताबाट उता, कहिले उताबाट यता सार्नुहुन्छ। म पुतली जस्तै सानी सजिलै सारिन्छु। त्यसो गर्दा आफ्नै चुरा बजेका थाहा पाउँछु। त्यसो नगर्दा पनि बाजा र गीतको रनको पनि चाहिँ एकहोरो कानमा ठोकिरहन्छन्। यी सब लयहरूको मिश्रण मलाई मेरी आमाले लोरी गाइरहे जस्तो लाग्यो, जसले मलाई निदाउन सजिलो पारिरह्यो। आमा बेला बेला भन्नुहुन्छ, पूजामा निदाउनुहुन्न नि नानी, फेरि भगवानले फल दिनुहुन्न। भगवान रिसाउलान् र फल नदेलान् कि भन्ने डरभन्दा शक्तिशाली भएर आए निन्द्रा। सोचे यस्तो राति त भगवान पनि निदाए होलान्। भगवान हुन् कि भनेर मैले अनुमान गरेका केटातिर हेर्न मेरा निद्रालु आँखा मानेनन्। आमाले दुवै हातले जगजगाउँदै भन्नुभयो, उठ नानी उठ, उज्यालो भयो। ओसिलो चिसो खलबल छ वातावरणमा। मान्छेहरू चल्याङ बल्याङ के काम गर्दैछन्। चिसमिसेमै कहिले उठाउनु भएको थिएन। आमाले उठाउनु भयो। यसरी सारी चोलो र गहनाले सिँगारिएर कहिले सुत्न पाएकी थिएन। सुत्न पाए तर निद्रा नपुग्दै उठ्नु पर्यो। मेरो आँखाहरूलाई पटक्कै निद्रा पुगेका छैन। सुतिरहँ जस्तो लागिरह्यो। तन्द्राले झुलिरहेकी छु। भगवानको पूजा पनि सपनामै गरिरहे जस्तो लागिरह्यो। बेला बेला बिउजुँदा सोचे, अब त सपनाबाट बिउजिए, तर म पहिलेकी जस्तै घाँगर लगाएकी बालिका भएकी छैन। अझै सपनामै छु क्या हो। बाले बोकेर झक्क्या घुमाउनु भयो। लाग्यो अब मेरो निन्द्रा पुरै खोलेको छैन। त्यसपछि आमाले काखमा लिएर डोलीमा राखिदिनु भयो। डोली चिसो रहेछ। राति सिमसिमे पानी परेकाले भिजेर होला, तर मैले झरीले रुखका पातहरूसँग कुरा गरेको पनि थाहा पाइनँ। चिसो होला भनेर डोलीको पिठमा बाक्लो र ठुलो पछौरा पट्याएर राखिदिनु भयो आमाले। मैले उहाँलाई सोधेँ, कहाँ जाने आमा? आमाले आँखाभरि शीत जस्तो आँसु उरालेर भन्नुभयो, भगवानको मन्दिर जाने हो नानी। कता कता लाग्यो ती सिँगारिएर चौकीमा बसेका केटा भगवान हुन्। उनी लिन आएका रहेछन् क्यारे मन्दिर लैजान। म कति भाग्यमानी। नौला तर मैले लुगा लगाएका मान्छेहरू डोली बोक्न तयार भए। ती डोली रहेछन्। बाआमाले मलाई एक्लै मन्दिर पठाउन लाग्नु भएको हो कि भनेर डराए। उनीहरूको आँसु देखेर कुरै नबुझी यत्तिकै रुन मन लाग्यो। रुँदै चिच्याएछु, ए आमा हो, ए बा हो। आमाले सम्झाउनु भयो, तँ जाँदै हर नानी, म पछि आउँछु।
तिमीहरू त्यहाँ पुन्जेलसम्म म आउँछु। आमाले भन्नुभएकाले मैले पत्ताएँ। आमा पक्कै आउनुहुन्छ। म ढुक्क भएँ। मेरो आँसु आमाले आउँछु भन्नुभएकाले आफै पुछे। तर किन होला आमाका आँसु पनि पुछेनन्। बाले भन्नुभयो, सानीमाले तँलाई धेरै कुरा सिकाउँछिन्। उनले भनेको मान्नु, सिकेको गर्नु। सबै कुरा हामीले उनीलाई भनेका छौँ। हामी पछि आम्ला, नहत्तिहाल है नानी। कुरा बुझ्दा आमा तत्काल र बा पछि आउँछु भन्नुभएको रहेछ। जान्छन् अब भन्दै डोली बोके टोकीहरूले। बा आमाले आँखाभरि आँसु पारेका देखे। 9 आफन्तहरू हाम्रा घर परिवारसँग कुनै के भन्दै बिदा भए। त्यसपछि बा आमा झन् रुन थाल्नुभयो। उहाँहरूका आँखामा आँसु देखेपछि पक्कै पनि रुने काम भइरहेछ भन्ने लागेर मलाई पनि त्यत्तिकै रुन आयो। रोएँ। म रोएको देखेपछि आमाले आफ्नो आँसु पुछ्नु भयो र मेरो आँसु पनि पुछ्दै फेरि भन्नुभयो, नानी त जाँदै यार, म पछि आउँछु है, नहत्तिहाल, नरोइ। त्यसपछि आमाले मलाई पछुराले छोपिदिनु भयो। म सँगसँगै हिँडेकी सानीमालाई किन भन्न मैले सोध्न सकिनँ। बाआमा किन रुनु भएको हो? चोलुङ्गे जस्तो डोलीहरूले बोकेका छन्। ती हिँड्दा डोली हल्लिन्छन्। चोलुङ्गे चाहिँ गरे चाहिँ। चोलुङ्गोमा खेल्ने रहर र उमेर सिद्धिएको रहेनछ क्यारे। अलिकति पर पुगेपछि म त डोलीको हल्लाइसँगै चन्द्रमा डुब्न पो थालेछु। राति निद्रा नपुगेर हो कि चोलुङ्गे आनन्दले हो, त्यसपछि म त डोलीमै निदाएछु। भर्खर डोली बिसाएका रहेछन्। सानीमा भन्दै रहेछन्, उठ नानी, उठ। म बिउजी। आफ्नै घरको ओछ्यानमा बिउजिए बिउजी, तर चिसो डोलीबाट पो बिउजिएकी रहेछु। कुनै नौलो गाउँको बाटो छेउमा, त्यहाँ मेरो ओछ्यान छैन। बाआमा हुनुहुन्न। बिउजिएपछि मेरो शरीरमा पनि कता कता चिसो लागे जस्तो भयो। सानीमाले उठाएर टोली बाहिर झिकिन्। मेरो पुट्टामा अलि चिसो लागेको रहेछ। राति पानी परेकाले डोली भिजाएछ क्यारे। डोलीले मलाई भिजाएछ। थाहा छैन कति बाटो हिँडियो, किनभने म हिँडेकी थिइनँ। थाहा छैन कति बाटो हिँड्नुपर्छ, किनभने आफै बाटो हिँड्न म चिनेकी थिइनँ। जन्तीले थकै मारेका रहेछन्। गाउँ आएको रहेछ। पिटीबाट आँगनबाट मानिसहरू कुनै रहस्यमय चिजलाई चाहिँ हेर्दैछन् मतिर। त्यो रहस्य म नै थिएँ जसरी। सानीमाले सोधिन्, पानी खान्छौ? टाउको तलमाथि हल्लाएर खान्छु भने। ती नौला मान्छेहरू जसले मलाई बोकेर हिँडिरहेछन्, ती को हुन् भन्ने पनि सोधिनँ। यति थाहा छ, ती हाम्रा घरमा पूजाको निम्तो मान्न आएका पाहुना हुन्। टाढाका नचिनेका आफन्त। ती सबैका माझमा मेरो सबैभन्दा नजिकका आफन्त बन्नुभयो सानीमा। मेरो खुसी एक्लो र बेचैन भयो, विचलित भयो। सानीमाको अनुहार हेरे। उनको अनुहार बिस्तारै आमाको जस्तै हुँदै आए झै लाग्यो। सोधे, अब कति टाढा छ मन्दिर? आमाले चाहिँ मेरो पिठी मुसारेर भनिन्, चिन्ता नगर नानी, घाम छत्तै पुगिन्छ। घाम हेर्न म पूर्वतिर फर्केँ र छाया हेर्न पश्चिमतिर। मेरो छाया मभन्दा लामो भएको रहेछ। पुग्ने ठाउँ टाढै रहेछ क्यारे। तलाउको पानी जस्तो चुपचाप जमिरहेको मेरो मनमा हावाको झोक्काले बेला बेलामा तरङ्ग ल्याइदिन्छ। अब त टोलीहरूले टोली नबोक्ने भए। दुई मध्ये एउटा टोलीले मलाई पिठ्युमा बोके। म गुडिया जस्ती 7 वर्षकी बालिकालाई बोक्न उनलाई के गाह्रो। पटुकाको नाम्लो बनाएर घाँसको पारी बोके चाहिँ बोके।
मेरा बाले यसरी पिठीमा बोक्दा मलाई आफ्नै शरीर बोके चाहिँ बोक्नुहुन्थ्यो, तर यी डोलेले कुनै निर्जीव भारी बोके चाहिँ बोकिरहेछन्। उनको पिठ्यूमा भारी चाहिँ बोकिनु पर्दा मलाई कतै पनि आनन्द महसुस भएन, बरु पिरै पीडा मात्र भयो। आफै हिँड्छु पनि भन्न सकिनँ। उकालो बाटो, लुगा र गहनाले थिचिएकी बालिका। सायद मन्दिर जाने तरिका यस्तै पो हो कि? उनीहरू जे गराउँछन् चुपचाप मान्दै गए। के मलाई देवी बनाएर लैजाँदैछन्? उनको पिठ्यू बाको जस्तो सुरक्षित र बढ लागेन। उनको पिठ्यूबाट चिप्लिएर खस्न लागे भने पनि बाले चाहिँ मलाई तलबाट उनले आफ्नो हातले थाम्नुको साटो बेला बेला कमिलाले टोके चाहिँ चिमोटिरहे। उनको पिठ्यू पनि बाको जस्तो प्रीतित्व स्नेहले भरिएको भए त्यहाँ म निदाउने थिएँ होला। उनको पिठ्यूबाट कहिलेदेखिको कुनै बासी पसिना कसिनाइरहेको थियो। पसिनाले उनको शरीरको मैलो फोहोर पानी चाहिँ बगिरहेको हुँदो लुगाभित्र। कति फरक हुँदो रहेछ बाको र अरूको पिठ्यूमा। अप्ठ्यारो बाटो, उकालो ओह्रालो, कतै साँघुरो कतै बिरालो। ती नौला आफन्तहरूको नाम नजाने जस्तै ती डाँडा पाखा र गाउँहरूको नाम पनि मलाई थाहा छैन। जति जति बाटो काट्दै जान्छ उति उति नरमाइलो बढ्दै जान्छ। एक घन्टा जति बोकेपछि कसो कसो सार्दै पटुकाको गाँठा उनले मेरो कलिलो पुट्ठामा पारिदिए र अप्ठ्यारो बनाइदिए। काठोले मलाई भिजायो। उनले जानी जानी यसो गरेका होलान् कि अन्जानमा। आफूभन्दा लामा छायाहरू आफूभन्दा छोटा हुँदै गए। डल्लिँदै एकदमै साना भए। पैताला वरिपरि मात्र सीमित भए। गर्मी र गाह्रो दुवै भएर होला उनको पसिनाको अमिलो गन्ध अझ चर्को हुँदै मेरो नाकभित्र छिर्यो। उनलाई पनि अप्ठ्यारो परिरहेछ सायद। उनलाई भन्दा अप्ठ्यारो मलाई परिरहेछ। त्यही अप्ठ्यारोको माझमा बेला बेला उनी मेरा पुट्ठामा चिमोट्न छोड्दैनन्। त्यसपछि मलाई पक्का भयो। जानी जानी उनले पटुकाको गाँठो मेरो पुट्ठामा पारेर अप्ठ्यारो पारिदिएका हुन्। अब म उनको पिठीमा बोकिनु हुँदैन। तन मन दुवैले खप्नै नसकेर भने, म आफै हिँड्छु अब। मलाई उनले भारी बिसाए चाहिँ बिसाउँदै भने, नानीले हिँड्नुहुन्न नि आज। म केही बोलिनँ। हिँड्न थालेँ। एकछिन के हिँडेको थिएँ, हाम्रा बाभन्दा अलि जेठा जस्ता एकजना मान्छेले भने, यी नानीले किन नबोकेको होस् साइला? पालो बोको न, यसलाई हिँडाउनु हुन्न नि आज। मैले त्यही भन्यो मजुर, नानीले आफै हिँड्छु भनिन्, क्या आरामदानी। मैले कुनै प्रतिक्रिया जनाइन। उनको कुराको प्रतिवाद गरिन। उनले सम्झाए, त्यसो भन्नुहुन्न नि नानी, आज तिमीले हिँड्नुहुन्न। किन हुँदैन भनेर प्रश्न गर्न मन थियो, गरिन। अर्को चाहिँ डोलेले बोके। उनको पिठ्यू पनि उस्तै थियो, पहिलेको डोलेको जस्तै। पसिनाको गन्ध पनि उस्तै। पुट्ठामा पटुकाको गाँठो पारिदिने र चिमोट्ने तरिका पनि उस्तै। जग्गीमै हो क्यारे। माहुर मेरो चोलाको खोल्तीमा राखिदिएका थिए। पण्डितले सानीमाले मेरो नजिक आएर कानमा फुसफुसाइन्, यो माहुर यी मुन्छेले माग्छन्, नदिहाले झट्टै, त्यसै दिनुहुन्न, पैसा लिएर मात्र दिनुपर्छ। थोरै पैसा दिए पनि नदिहाल, 5 रुपियाँ भन्दा कममा नमाल। उनीहरूले त्यसै लिन खुब फकाम्छन्, नपक्किनु। खोला आउन लायो, मादी खोला, यो खोलामा माहुर बगेर मात्र खोला तर्नुपर्छ। मेरा काका उमेरका मान्छेले मलाई अनेक थोक भनेर गिज्जाए। ए यी बेहुली त माहुर खसाइछिन् नि, राम्रोसँग बोक्नु पर्दैन, खसेछ, अब क्या हेर्छौ? अब पैसा नपाउने भयो क्यारे। यति राम्रा लुगा गहना लाउन पासी पैसा क्या चाहियो?
साँच्चै खस्यो रहेछ नि। एकजनाले त माहौर भनेर रुमाल देखाए। म खङ्रङ्गै भएर डराए दुई कुराले। एउटा त माहौर खस्यो भनेर, अर्को मलाई बेहुली नानी भनेर भने। सानीमालाई सोधे, मलाई किन बेहुली नानी भनेका सानीमा? एकछिन अल्मलिए चाहिँ सानीमाले हाँस्दै भनेन्, कि जाएका नि नै। त्यसपछि आधा ढुक्क भएर म माहौर छाम्न थालेँ। सबैका अगाडि छाम्न पनि मन लागेन। खोलाको किनार आयो। ढुङ्गामा अलक्क बसेर कसैले थाहा नपाउने गरी चोलाको खल्ती छामे। धन्न खसेका रहेनछन्। म खुसी भएँ। सानीमाले भने चाहिँ खोलाको किनारमा पुगेर सबैका सामु माहौर बिस्तारै झिके। खस्यो भनेर मलाई गिर्जनेहरू हिस्सै परे। तर ती खितखित हाँस्दै छन्। म हाँसिनँ। तिनीहरूले मलाई फकाएर सकेसम्म माहौर त्यसै लिन खोजे। मैले मानिनँ, तित्दै दिइनँ। जति फकाए पनि दिइनँ। 1 रुपियाँ दिन मानिनँ। 2 रुपियाँ दिए मानिनँ। भने दिइहाल्छिन् नि यी नानीले, यिनलाई पैसा क्यान चाहिएको छ र? यति राम्रा लुगा गहना लाएकै छन्। सानीमाले 5 रुपियाँ नदिनु भनेका सम्झे। अझै दिन। गालामा हात राखेर ढुङ्गामा बसिरहे। त्यसपछि 3 रुपियाँ दिए, मानिनँ। 4 रुपियाँ दिए, मानिनँ। 5 रुपियाँ दिएर भने, यहाँभन्दा त हामीसँग पैसा नै छैन। अझ मैले तत्काल दिइनँ। सानीमाको अनुहारतिर हेरेँ। मुसु मुसु हाँस्दै भनिन्, दिल। उनीहरूले 5 वटा एक डबल मेरो हातमा राखिदिए। मैले माहौर दिएँ। त्यसलाई उनीहरूले खोलामा बगाए। त्यो फुलको थुङ्गो चाहिँ बग्दै गयो पानीमाथि चढेर। ती 5 वटा डबल मैले सानीमालाई राख्न दिएँ। मलाई बोकेर खोला तारे। अलिकति पर पुगेपछि थकान मर्न बसे सबै। म पनि बसेँ ढुङ्गामा। कसैको अनुहारमा नहेरी एउटा हात गालामा राखेर दुले भुइँलाई किताब कापी घेरी हेरिरहे। हेर्दै दुलो भुइँलाई पेटी जस्तो पनि देख्न थाले। के गरौँ जस्तो भयो। दुले भुइँमा गोविन्दले क र ख लेख्न सिकाएका थिए। तर मलाई 81 बिर्सिए जस्तो भयो। नजिकै एउटा छेस्को देखेँ। अल्छी लाग्दो पाराले भुइँमा छेस्कोको कलमले लेखेँ। मनले त क र ख लेखेँ, तर भयो कि भएन थाहा पाइन। लेख्न त चाहन्थेँ म आफ्नै नाम, तारा, धरतीको तारा, अनि बाआमाको नाम, त्यसपछि गोविन्दको नाम। यी नामहरू मनको दुली पेटीमा मात्र लेखेँ। धरतीको दुली पेटीमा त मलाई आफ्नै नाम पनि लेख्न आएन। कतै आफ्नै नाम लेखिएको रहेछ पनि चिन्दिनँ। आफ्नै नाम लेख्न सिकाइदिन्छु भनेका थिए गोविन्दले। मैले भनेकी थिएँ, त्यसपछि तिम्रो नाम नै लेख्न सिकाइदेऊ है। आफ्नै मनका लिपिहरू आफ्नै शैलीमा अमृत चित्रकला चाहिँ खै के कोरे। मैले के लेखेँ भन्ने कुरा कि भगवानलाई थाहा छ कि मलाई। यी नानीलाई आज हेराउनु हुँदैन भनेर डोलीहरूलाई फेरि बकाउन लगाउने लोग्ने मान्छेहरूले मैले जे पाएँ त्यही कोरेर बसेका हेरेका रहेछन्। पछाडिबाट मेरा नजिकै आएर आफ्नो हातको लौरीले खैको नि के हो अक्षर कुरा सोधे। यो क्या हो? म केही बोलिनँ। अक्षर चिने पो बोल्नु। नबोल्दाखेरि नै बरु जाने जस्तो हुन्छ। जाने पनि त समस्या छ। छोरीले पढे बोक्सी हुन्छन्, पौलाउँछन् पनि भन्थे। मलाई डर लाग्यो, कतै यिनले म बोक्सी छु कि छैन वा बहुलाएकै पो छु कि भनेर विचार गरेका त होइनन्। उनले के सोचे होलान् कुन्नी। फेरि हिँड्न थाले। थोरै हिँडेपछि फेरि मलाई बोके। डोलीमा नै बोके। डोली ओभाइसकेका रहेछ। मैले परिवेश हेरेँ। वरिपरि हामीलाई पर्खिरहे जस्ता लाग्ने रुखहरू र तिनका छायाहरूलाई हेरेँ। रुखहरूभन्दा लामा छन् तिनका छाया। हिँडिरहेका मान्छेभन्दा लामा छन् तिनका छाया। नजिकै एउटा घर देखेँ।
हामीलाई देख्न साथ त्यो घरको आँगनमा आमैहरू एकै ठाउँमा थुप्रिएर नाच्न गाउन छाडी हामीतिर आए। हामी मध्ये पनि सबैका आँखाले मलाई नै ताकिरहेका छन्। कसो गरौँ के गरौँ भए, तर केही गरिन। आँगनको छेउमा डोली बिसाए। हाम्रो गन्तव्य यही रहेछ क्यारे। तर यो मन्दिर त होइन। आमाले भन्नुभएको थियो मन्दिर जाने हो त त्यहाँ पुग्दा म पनि आइपुग्छु। तर यो त हाम्रो घर जस्तै छ। वरिपरि हेरे मेरी आमा जस्ता धेरै आइमाई छन्, तर तिनीहरू मेरा आमा होइनन्। सानीमाले मलाई डोलीबाट ओह्रालिन् र एकान्त जस्तो एउटा छेउमा लगेर सुस्तारी मेरो दाहिने कानमा फुसफुसाइन्। घर आइपुग्यो। मन्दिर जाने भनेको होइन। अब यो घर नै तिम्रो मन्दिर हो। यो त हाम्रो घर जस्तै घर हो। तिम्रो लागि यो घर अब मन्दिर जस्तै हो नानी। मन्दिरमा त भगवान हुन्छन्। यहाँ हुन्छन्? छन् नि। त्यो किशोर नै तिम्रो भगवान हुन्। तिमीले उनको पूजा गर्नुपर्छ अब दिनदिनै। बुझ्यौ? मैले केही बुझिनँ। सानीमाको अनुहारतिर हेरिरहे अनि ती किशोरतिर। तर ती किशोरले आफ्नो अनुहार नदेखाई भित्र बसे क्यारे। मेरो मन पनि आमा नदेखेर आत्तिएको छ। सोधे, आमा खोइ त? सानीमाले मलाई अँगालेर भनिन्, तिमी आमा आउनुहुन्न नि यहाँ। सानीमाले त्यस्तो भन्दा एकदमै रिस उठ्यो। रिसाएका आँखाले सानीमाका आँखामा हेरे। मेरो मनले उनलाई रिसाएर मुड्कीले उनको छातीमा हिर्कायो। तर रिस देखाउन सकिनँ। बदलामा मन निचोरिएर आएका आँसु पो देखाउन पुगे। रिस पग्लिछ कि क्या हो, छिनभरमै आँसु भरिया आँखामा। आमा आउनुहुन्न भनेपछि त्यो भिडभाड सुनसान लाग्यो मलाई। सानीमाको कुरा नपत्ताए चाहिँ फेरि भने, आमाले त आउँछु भन्नुभएको छ। उहाँ जसरी नै आउनुहुन्छ। उनले सम्झाएर भनिन्, ए नानी, तिमी धेरै सानी छौ, सबै कुरा बुझ्दिनौ अहिले। मैले बिचमै भने, धेरै सानी भएकी भए किन सारी चोलो र गहना लगाइदिएका त? उनले मलाई छातीमा टाँसेर भनिन्, तिम्रो बिहा भयो नानी, बुझ्यौ? साँच्चै मैले केही बुझिनँ। म कसको कुरा पत्याउँ? आमाले त मलाई शङ्का गर्ने ठाउँ पनि नराखी भन्नुभएको थियो। एक्कासी मेरो खुसी र विश्वास रिसायो। मेरो मनले सानीमालाई होइन आमालाई प्रश्न गरिरह्यो। एकदमै रिसाएर चोरको आवाजमा गर्यो। एक दिन टाढाको बाटो भए पनि सुन्नुभयो होला, बाआमाले मेरो मनले रिसाएर चिच्चाएको। मैले मनले रुँदै चिच्चाएको सुनेर बाआमा पनि पक्कै रोइरहनु भएको होला हाम्रो घरको मझिरीमा बसेर। मेरो मन थामिएन, चिच्चाइरह्यो। म सानी थिएँ भने किन लगाइदिनु भयो सारी, चोलो र यतिका गहना? म ठुली भएको भए किन डाँट्नु भयो मलाई? तपाईँले त कहिले डाँट्नुहुन्छ जस्तो लागेको थिएन आमा। किन डाँट्नु भयो? त्यसपछि मेरो रिस र विश्वास दुवै रोए। पहिलो पटक बुझेँ बाआमा पनि छिटो बोल्नु हुँदो रहेछ। उनीहरूको कुरा पनि पुरै पत्याउनु हुँदो रहेछ भन्ने कुराको तारी र छुराले मेरो मनको सबैभन्दा दुख्ने कोमल ठाउँ चरक्क चिर्यो। त्यो चिराइले मेरा खुसी र विश्वास गुक्क गुक्क गरी रोइरहे।